मान्य सदस्य ऐन महर, यहाँको के विषयमा नियमावलीको कुन नियमापत्ति? म हेर्छु, अहिले बस्नुहोस्। म पहिला अर्को मान्य सदस्यले समय मागिरहनु भएको छ, दिन्छु। यहाँको विषय हेर्छु। मान्य सदस्य समीक्षा बास्कोटा, 2 मिनटभित्र आफ्नो विषयवस्तु विषयमा केन्द्रित रहेर राख्नुहोला। सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद। आज मैले यो संविधान देखाउँदै भन्नुपर्ने भएको छ। हाम्रो थ्योरी अफ सेपरेसन अफ पावर न्यायालयले कतै बिर्सेको हो कि भनेर प्रश्न उठाउनु पर्ने भएको छ। थ्योरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दाखेरि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एन्ड ब्यालेन्स गर्ने हो। तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। म कानुनको विद्यार्थी भएको नाताले पनि के भन्छु भन्दाखेरि न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो, प्रमुख धर्म हो, त प्रमुख जिम्मेवारी हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई, त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु। मैले संविधानको धारा 105 राम्रोसँग पढेको छु, व्याख्या गर्न पनि सक्छु। तर त्यो भन्दैमा यहाँ कतिसम्म भएको छ भन्दा सुन्न आए अनुसार आफैले प्रधान न्यायाधीश, कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ। उहाँले कानुन दिवसको दिनमा गएर सम्मानित सर्वोच्च अदालतको न्यायमूर्तिले कानुन दिवसको दिनमा गएर पब्लिकली एउटा स्टेटमेन्ट दिनुभएको छ। त्यो स्टेटमेन्ट हो लडाई अझै बाँकी छ। कोसित लडाई बाँकी छ? उहाँ त न्यायमूर्ति हो। यदि उहाँले सरकार सत्तासित लडाई अझै बाँकी छ भन्नुभएको भए मैले त्यो दिन स्मरण गर्न चाहन्छु जुन दिन म कानुनको विद्यार्थी हुँदा पहिलो चरणमै यो खेद छ भन्दै गर्दा अदालतमा दलीय हस्तक्षेप भएको हो। र न्यायमूर्तिलाई यहीँबाट उहाँकै कामरेडको भाषामा म के बुझाउन चाहन्छु भने राजनीति नै गर्न खोज्नु भएको न्यायमूर्तिहरूले हो भने कोर्ट खोलेर आउनु होला न्यायमूर्ति, हामी तयार छौँ। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्, यहाँको समय सकिएको छ।